यहाँ हुने कुरामा जान हो उठा जा ए तेरिका जाऊ त यो चल्लो चाहिँ साह्रै राम्रो र साह्रै राख्नु है भन्नुहुन्छ चल्लाको पनि आउने हो भाइ चल्लै राख्नु चल्लै होइन ठुलो पारेर नि यो ठुलो पारेर मात्रै काट्नु भन्नुभएको नकाट्नु नकाटेर राख्नु त ठिकै हो आमा चल्लै राख्नु त बहुत मुस्किल छ तल मम्मीलाई चल्दै त के गरेर कसैले बहिनी चन्द्रमा पुगै यो राख्नु सक्दैन चन्द्रमा पुग्छन् बरु भाइ बाँदर खेल्ने यन्त्र बनाउन सकिँदैन भाइ सरकारले बाँदर त मार्नु नदिने हो त नदिने भयो तपाईँ मार्न सक्नु नथो कि मार्न नदिने भन्दा पनि उफ्रिन्छ मार्नु पनि त भएन नि हौ किनभने नि अब हात्तीले केही छैन मार्यो हेर्दा त के चलाउनु अस्ट्रेलियाले कङ्गारू मारेको जाप्छ अत्यन्तै सबैको जीवन काटिदिनु भएन केही नै भएन नि केही नै दिएन नि सेना छोड्नु पर्यो यी सेना चाहिँ छोडेर माओवादी निर्मम तरिकाले नमार्ने गोली ठुक्दै पड्याङ पड्याङ मार्ने तर राम्रो चाहिँ हुँदैन रहेछ मैले यो देखिरहेको उहिले मारेको राम्रो होइन किन राम्रो होइन भने नि बिहेको कुरो चिनेको थियो देवतलाको बडा बाजेको है अनि पाखा पाखा भिरमा गएर गोली हानेर अलिकति सोत्तर पारेको होइन त्यसै दिन रातिदेखि बिमारी बिरामी चाहिँ बाँदर हुनुपर्छ बाँदर मरेको नदेखिनु चाहिँ बाँदरले जान्छ अरे क्या मर्ने बेलामा थाहा पाउँछ अरे सामान्य तरिकाले नियन्त्रण हुँदो रहेछ बनाउनु पर्छ कतै सेना छोड्नु पर्यो सबै भएर पुछताछ गर्छन् के गरेर के गरेको खौ जान बन्दुक मार्न पाइने बन्दुक हानेर भन्दैन मान्छेले मारिहाल्छ एउटा मार अरू सब बन्दुक दिनु पर्यो सबैलाई अवैध बन्दुक पाइँदैन झोडा बाँदर मार्दा अरू कहाँ पुगेर सकिहाल्छ एउटा छोरी खोलेमा अझै माला खोले खनाउँदै त हुर्र उडेर छ्याप्प अरू सबै रेडी हुँदा तपाईँ ढिलो होला कोसँग जाने कोसँग जाने जानलाई रेडी हुनलाई कफी हाल्ने भने होइन हजुर कफी अब दिउँसो हाल्ने अब अहिले एकछिनै कफी हाल्नु हुँदैन अब आज बस्नु न बिहान चिया बेलुका दिउँसो भयो टमाटर टिप्ने भन्दैछ टमाटर तपाईँ टिप्नु सक्नु हेर्नु पर्यो हजुर यसो केही त गर्नु पर्यो नि घरमा भए जस्तो हुँदैन जे भने पनि कुखुरा पालेका छन् कुकुर टमाटर टिपेर चियामा लिएर कहाँ जान्छन् भने कतै प्रब्लम कति जग्गा हो के छ केही दिन थाहा पाएन तपाईँलाई के खाँचो पर्यो भने सोधो भने टमाटर कति छन् त पत्ता लाग्छ किलो कति हो बाखाना बस हाँस्नु भनेर आँट भैलो खपिसक्नु भएन हाँस्न पनि नपाउनु के सम्झेर कसरी हाँसेँ कि मुटुको हाँसेँ कि के गरेको मलाई हाँसिन्छ नि त हो खाना बसी त डाक्लै भनेर रुनु त पानीतिर बसेँ आमा चाहिँ यसो गरेर डरो बलियो पिरा
आलामा परेको नि अलि भयो कति 6-7 महिना जति भयो त्यो भन्न अलि अलि ठिक सानोमा बस्न पो अप्ठ्यारो हुँदो रहेछ मोटा चाहिँ कमलो राईको फेरि बस्छ सुन्न आमा आउने एकादशीदेखि औँसीसम्म चाहिँ माछा गर्ने एकादशीको बस्दा लान्छ दिन मान्नु न आफूले लिँदा पनि हुन्छ नि नभए उसले मान्दैन तपाईँले लिनु पर्यो व्रत त लिएको मलाई जिन्दगीमा त्यही के भन्नु हजुर भजन कीर्तन पुराण मन पर्दैन भजन कीर्तन पुराण पूजा चाहिँ मलाई मन पर्छ पूजा पाठ मलाई केही चाहिदैन होइन भने के अरे अनि सागवाती बाला न बाबु बिस्कुटहरू एउटा खान पाएको भए हुन्छ हो भयो मेरै पाला छैन के चिउरा छ त चिउरा किन लु अलिकति दुध नालेला रोटी पनि रोटी नै खानु न त हालेकै छैन रे हाल्नु दुईवटा रोटी दिइहाल्नु कसको गाडी भनेको पुरा हो त्यसमा अरू बाइकमा अनि अब त्यहाँ अरू बाइकमा यो दुध खान्छ दाल थियो अचार बनाए खोप दिया न हो के गर्ने आज सादा खाने होइन मही छाली अचार छाली क्या ट्याक्कै लाग्छ दिउँसो चाहिँ सानो घाँस कटाइमा पर्ला जस्तो छ अनि त्यसपछि भैँसीले कति दुध दिन्छ सानेका चाकामा सोध्नु ऊ खायो तिम्रो खान्छ कपिला भाइ उनीहरू त के हो घाँस दुध काट्यो भने पर्दैन ल्याउनु मैले ल्याउँछु कति काट्नु हुन्छ कति हुन्छ त्यति काकाले बडो इम्पोर्टेन्ट कुरा भन्नुभयो कि आयो होला नि होइन त्यो बस्नु केटाहरू दिइरह्यो अमेरिका अमेरिकै जाने भन्ने कहाँ बस्ने भन्ने एउटा कुरा हो अरे अब मसुरी भाषा परीक्षा पास गर्छु अब काकीलाई चाहिँ के गर्ने सकिँदैन के गर्ने दिदीभाइ छोरा अनि मम्मीकै कुराबाट यो उठेको अनि चाहिँ प्रक्रिया गर्न थाल्यो थाल्दै नबुझ्दै के भन्नु अरे भने नबुले अब मान्छेको होइन मृत्यु भन्ने कुरा जानेदैन अब केही जुन दशाले तपाईँहरूभन्दा हामी अगाडि म अगाडि होइन छोरा अगाडि गयो भने यिनीहरूले चिन्दैन तपाईँलाई भोलिपल्ट लगेर भोलिपल्ट लगेर यहाँबाट वृद्धाश्रममा लगाएर राखिहाल्दैन हो टिकारामजी ठिक छ नमस्ते हजुर अनि कता लाग्नुभयो हल्लै जाउँला आउन एकछिन गफ गरौँ ल बाबु उता जुत्ता किन्नुभयो यो अलिक सजिलो छ मैले खान्छ बस्नु मल अब आइहाल्छ नि एउटा बनाएको के आउँदा आउनु न मल युरिया दिए चाहिने दुइटै हो के आएछ कति आएछ थाहा हुँदैन पनि आएको अरे ए हो हामी पनि आएको ल बस्छ है बस्छ के भएको के भएर नसुनेको आज के छ तपाईँको आज यसो
कहाँ बेच्नु एकछिनमा छ होइन के भएर त्यस्तो मान्छे कति राम्रो ल्याएछ भनेको त्यसैले बनाएको अनि प्रकाश जान होइन यहाँ आएर जाँदाखेरि निस्किन्छु निस्किएरै हुँदो जान्छु धेरै नगएको एउटा छुट्टिएको छुट्टिएको हो कान्छी जान कहिले विराटनगर है कतिको तातो गर्मी नै त्यस्तो साह्रो पनि छैन अस्ति 3 दिन जति अलि भयो हुन्छ 3 बस्तीको जानु हामीलाई चाहिँ सजिँदैन हामी एक दिन 2 दिन जायो अब ती फेरि यस्तो पनि हुन्छ नि त अब फर्किने काम गरेर एक दिन 2 दिन जाने मान्छेलाई त फर्किहालिन्छ भने ती बस्ने मान्छेलाई त गर्मी मानेर नि के हो गर्मी भयो भनेर कोही हिँडेको छैन बसेको है गर्मी बढ्दो रहेछ अब यहीँ पनि गर्मी हुन थाल्यो नि पहिले घाम लाग्दा कसो गर्छ यहाँ गर्मी चाहिँ अब छ नै अब अलिक पछाडि चाहिँ गर्मी अलिक बढी हुने भन्ने यो विश्वव्यापी रूपमा नै गर्मी चाहिँ यसपालि निकै गर्मी हुने भन्ने कुरा छ कि समुद्रको पानी चाहिँ कहिलेकाहीँ अस्वाभाविक तात्तो रहेछ यसपालि त तात्छ भन्दैछ खतरा हुन्छ अरे अब कति खतरा हुन्छ भन्ने मात्रै हो सुपर एलिनो भन्दो रहेछ दुई खालको रहेछ कहिलेकाहीँ चाहिँ पानी अत्याधिक तात्ने कहिलेकाहीँ अत्याधिक पानी सेलाउने सेलायो अत्याधिक जाडो हो बरु सेलाको सिधकै अर्को ठाउँमा लाग्यो यसपालि तात्छ तर अब कति तात्छ भन्ने मात्रै तात्ने ताल फुट्ने कति पहिले चाइना र इन्डियामा गएर कति मान्छे मरेको भन्दै धेरै मान्छे मरेका अरे यो चाहिँ 50-60 वर्ष पछाडिकै रहेछ कि यसपालि त्यस्तो हुन सक्ने सम्भावना छ यो यहाँ नेपालको पहिले है इन्डियामा चाहिँ निकै मान्छे मरेका रहेछ पहिला किटै रहेछ कि त धेरै तातेरै मर्ने कि अब जाडाले र ताताले मर्छ मान्छे अनि कहिलेकाहीँ अब यस्तो कोरोना जस्तो बरु मर्दैन होला हौ ताताले त मर्छ वर्ष नि मान्छे मर्छ नि नेपालमै ब्लड प्रेसर हाई हुँदा पनि मर्छ लो हुँदा पनि मर्छ धेरै अब त्यो पनि खत्रै हो नि भात पनि अब खासै खानै पाएन भने मर्छ धेरै आयो भने मर्छ गलीमा के हुन्छ थाहा छैन समयको परिवर्तन हेर्दाखेरि यसो भन्नै सकिन्छ अब अस्ति तरिकासँग पानी त्यस्तो पऱ्यो त्यही त प्रतिकूल मौसम प्रतिकूल छ धान रोप्यो धान मैले 1 किलो अब अहिले खेतीपाती होइन 1 किलो अघिल्लो साल फलाउने मान्छे चाहिँ को त गाउँमा होइन तल्लो भेगमा हाम्रो भेगमा चाहिँ थिएन है तल्लो भेगमा गेडा र खानु पनि हो भातमा फुटाएर भात हो धान होइन नरम अहिले रुजोबाट त्यहाँ हाम्रो हामीले किनेर कसरी आयो बाबु 22 अहिले चाहिँ मलाई इन्कम दिएको रहेछ राम्रो धान होइन एक्लै नि भन्न एउटै रोप्नु यो चाहिँ शङ्कर हो होइन
हामीले ल्याएको चाहिँ उपज यस्तो लामै छ त्यो। उयो उयो ल अहिले किन्नुपर्छ किन्ने बेलामा सम्पर्क गर्छु। मलाई पनि एउटा छोपेर 5 घन्टा तपाईँले रोप्नु भएन त्यो किन्ने साथी रोपिदिनु नि यो त हात यो घडेरीको गराएर बुन्द हुँदैन भनेर एक दिन बिहान सृष्टि गर्ने त्यस्तो छ यो कमल गरेर 7 दिन भयो यो होइन अब अहिले 50 60 अब पनि धान रोप्ने तपाईँ त्यही छिटो तपाईँको नागरिकता फरक नागरिक नभए त रिटायरको बेला भइगयो बेला एक कार्तिक आउने हो 2 वर्ष खानु दैवान दाजुले खानु त्यसो दाजुले नागरिकता बनाउनु तेह्रको 19 पनि बनाइदिनु भयो 27 को आएर 6 मा पनि हालिदिनु भयो गतिलाई अब गफ नगर्ने नाम ल रमु त्यो चाहिँ काम गर्ने है स्कुटी चाहिँ किन्नुपर्छ है सोधौँ न अलिकति गर्नु लाग्यो ल तिमी तयारी गर ल